साथीहरू, जुन हामी यो बिरुवा हेरिराखेको छौँ, यो बिरुवा रहेको छ सोपको, जुन स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हुने गर्दछ। यो प्राय मानिसहरू खाना खाइसकेपछि खाने गरिन्छ र यो बिरुवाको मुख्य विशेषता भनेको खाना खाएको अवस्थामा खानालाई पचाउने काम गर्दछ र यो स्वास्थ्यको लागि निकै नै महत्त्वपूर्ण बिरुवा रहेको छ, जुन हामी मजाले हेर्न सक्छौँ। यो बिरुवा सामान्य तराईमा उब्जिने बिरुवा हो र यो बिरुवा भनेको वातावरणको लागि पनि अक्सिजनको राम्रो काम गर्दछ, स्वस्थ अक्सिजन फाल्ने गर्दछ र कार्बन डाइअक्साइड सोच्ने गर्दछ र यसले शरीरमा निकै नै ऊर्जा प्रवाह गर्ने कार्य गर्दछ र मानिसको शरीरको लागि बहुउपयोगी औषधि गुण भरेको बिरुवाको रूपमा लिने गरिन्छ। साथै